नारी भएर यति कठोर भएको सुहाउँदैन। अन्जानमा गरेको गल्तीको सजाय पल पलमा भोगिरहेछ। सम्राटले तिमीलाई कतिको माया गर्छ भन्ने कुरा तिमी सोच्न पनि सक्दैनौ। चाहिँदैन मलाई यसको माया। सम्राट बदमास थियो होला। मान्छे परिवर्तन हुन्छ, परिवर्तन भएको छ, सुध्रिएको छ, तर सधैँ उसलाई एउटै नजरले हेर्नु कतिको मानवता हो। तिम्रो छोरालाई अहिले उसको खाँचो छ, नत्र किन लुकी लुकी बाबासँग खेल्न जान्थ्यो? तिमीले आमाको माया थियो, बाबाको माया थियो सबै। म पनि पहिला सम्राटलाई गुन्डा नै ठान्थेँ। यसले तिमीमाथि जुन व्यवहार गर्यो यसको ठाउँमा अरू कोही भएको भए पनि यस्तै हुन्थ्यो होला। तर अहिले यसले आत्मआलोचना गरेको छ। यसको प्रायश्चितको प्रमाण हेर्छौ? हेर ल हेर।